महाकाली नदीको विवाद। आज कुरा गरौँ यही विवादास्पद सन्धि र यसले उठाएका गम्भीर प्रश्नहरूबारे। कथा सुरु हुन्छ महाकाली नदीबाट, जुन नेपाल र भारतको सिमानामा बग्छ। यहीँबाट उठ्छ एउटा सनसनीपूर्ण प्रश्न, के नेपालले साँच्चै महाकाली नदी बेच्यो त? आउनुहोस् बुझौँ। यो पुरै मामिलालाई हामी 5 भानमा हेर्नेछौँ, सुरुदेखि अहिलेसम्म। महाकाली नदी पानीको स्रोत मात्र होइन, यो ऊर्जा र कृषिका लागि एकदमै महत्त्वपूर्ण छ। आधिकारिक रूपमा यो सन्धि दुवै देशको हितमा नदीको स्रोत विकास गर्न गरिएको थियो। तर यो 1996 को सन्धि एक्कासी आएको होइन। यसको पछाडि दशकौं लामा सम्झौताहरूको इतिहास छ। सन्धिले पानीमा बराबर हक र नयाँ परियोजनाहरू सँगै बनाउने जस्ता मुख्य कुराहरू तय गर्यो। त्यसो भए आखिर विवाद केमा थियो त? खासमा यो दुईवटा एकदमै फरक विचारको टक्राव हो। पहिलो तर्क छ राष्ट्रघातको, अर्थात् यो सन्धि नेपालको लागि आत्मसमर्पण थियो भन्नेहरूको। आलोचकहरूको भनाइ छ शर्तहरू भारतको पक्षमा थिए र नेपालले आफ्नो नियन्त्रण गुमायो। अब अर्को पाटो हेरौँ, साझा हितको तर्क। समर्थकहरूले यसलाई एक लाभदायक साझेदारी मानेका थिए। उनीहरूको तर्क थियो यसले आर्थिक विकास र क्षेत्रीय स्थिरताको लागि बाटो खोल्छ। यी दुई तर्कहरूलाई सँगै हेर्दा सन्धिप्रतिको दृष्टिकोण कति फरक थियो भन्ने छलङ्ग हुन्छ। तर दशकौं बितिसक्यो, सन्धिमा उल्लेख गरिएका ठूला परियोजनाहरू आजसम्म पनि बनेका छैनन्। यही अपुरो सम्भावना र गहिरो राजनीतिक अविश्वासले यो विवादलाई कहिल्यै मर्न दिएन। अन्त्यमा एउटा गम्भीर प्रश्न उठ्छ, सम्झौता र समर्पण बीचको त्यो सीमा रेखा आखिर कहाँ हुन्छ त?